हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। अनि अहिले आजको भिडियो चाहिँ के छ भने चाहिँ आज हिँडेको भिडियो मात्रै छ। सो हामी भने चाहिँ आज भने चाहिँ तल रिम्बीके गाउँ है काकी, रिम्बीके गाउँ जाँदैछौँ। अनि हाम्रो काकीले चाहिँ अब फोटो एकदमसँग यहाँ सुट गर्नु आँटेको छ हो। हेलो हेलो गरिदिनुहोस्। हेलो 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 गाइसहरूलाई सबैजनालाई हेलो हेलो बाई बाई पनि लुदिहालेको। सो भेट्दै गरौँ ल, अलिअलि म देखाउँदै गर्छु है त। तपाईहरुले चाहिँ यहाँ हल्का नजर हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ यो चाहिँ हाम्रो कर्थोको चाहिँ रोड है। अनि यहाँनिर चाहिँ दामी भ्यू पनि आइरहेको छ। आज धेरै दिन पनि राम्रो छ। सो साथीहरू हेर्दै गर्नुहोस् होला है भिडियोमा। अनि भिडियोमा साह्रो उल्टा बोल्छु, साह्रै बोल्छु म, उल्टा बोल्छु, सबै कुरामा उल्टा बोल्छु। सो जतिजना साथ सपोर्ट दिइरहनु भएको छ धेरै धेरै धन्यवाद तपाईँहरूलाई है। अनि तपाईँहरूलाई यस्तै भिडियो सानो देखाउँदै म तपाईँहरूलाई चाहिँ देखाउने गर्छु। सो हेर्दै गर्नुहोस् होला साथीहरू। र हाम्रो गाउँमा चाहिँ हाम्रो गाउँमा पनि बाटो चाहिँ गाडी देखेर गाडी नै भन्दो रहेछ फेरि कि चाहिँ खासैमा चाहिँ अब म दुखियाली घरमा गएको। अनि चाहिँ त्यो जग्गा चाहिँ त्यति साह्रो याद छैन, कता धेरै टाढो, तर आफ्नै गाउँ चाहिँ पर्छ। तर नयाँ भएको जस्तो फिल हुँदैछ किनभनेदेखिलाई बाटै थाहा छैन होइन। अन्त त्यस्तै छ चाहिँ यस्तो बिरुवाहरू चाहिँ यसरी लाग्छ। यो चाहिँ एकदमै मलाई धेरै यस्तो साह्रै मन पर्यो। बिरुवाहरू उयो हुन्छ नि, प्लान्टहरू चाहिँ सेफ हुन्छ है। अन्त चाहिँ हाम्रो चाहिँ सिक्किममा सबै ठाउँमै लगाएको छ। सो साथीहरू हेर्दै गर्नुहोस् होला साथीहरू। यहाँनिर चाहिँ हाम्रो चाहिँ गाउँमा चाहिँ यति डरलाग्दो फलिरहेछ, यत्रो बोटमा हो। थामीको नि यत्रो, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा आमा ऊ यहाँ पनि चाल्छु 9वटा माथि छ माथि ऊ यहाँ माथि 10वटा रहेछ 10वटा 10 कहाँ पो उलु 11वटा आमा साथीहरू 11वटा। यति चाहिँ फलिदियो भने चाहिँ हामी चाहिँ धनी नै हुने हो नि है काकी। हामी धनी हुने नि यति चाहिँ फल्यो, यतिको फलिदियो भने चाहिँ अब धनी नै हो नि। हामी चाहिँ बिहे किन्नु परेन होइन। हामी चाहिँ आउँदा चाहिँ यहाँनिर चाहिँ सुन्तला पनि टिपेर चाहिँ खाँदै जाँदैछौँ ओह्रालो हो। अब के भन्नु तपाईँले यो जग्गा देख्नुहुँदै होला। यो जग्गा दरमदिनलाई चाहिँ हामीले चाहिँ कुन चाहिँ त्यहाँ जहाँनिर त्यो घरमा पुगेर चाहिँ हामीले हेर्नुपर्दा चाहिँ दरमदिनलाई चाहिँ उकालो हेर्नुपर्छ अरे भन्दाखेरि चाहिँ हामीले तल खोलै पुग्नुपर्ने हो नि त हौ। हेर्दै गर्नुहोस् ल साथीहरू। अब अहिले चाहिँ हामी अलिक हिँड्नु सकेको छैन ओह्रालै पनि। काकीले भन्दा यो पनि दिइहाल्यो, धन्यवाद, थ्याङ्क यू तपाईँलाई धेरै धेरै धन्यवाद। र अब चाहिँ हामी सिँडी लाग्दिएको साथीहरू। यस्तो छ गाउँघरको जिन्दगानी दर्पण छाया। मेरो युट्युब च्यानलको 70जना 70 सब्सक्राइबर हुनुहुन्छ। तपाईँहरूले यसरी कतिजनाले खानुभएको नुन अनि सुन्तला चाहिँ यसरी अमिलो हो के सम्झिन्छ होला है मलाई त नि। सो कतिजनाले खानुभएको छ कमेन्ट्समा गर्नुहोस् त। यो ओह्रालो सिँडी चाहिँ मलाई यति साह्रो टाढो लाग्छ। धान रोप्नु जाँदाखेरि बाटो हिँडेको कति वर्ष आज चाहिँ काउन्ट गरौँ है त। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 63 64 65 66 67 68 69 70 71 72 73 4 5 6 7 8 9 80 1 2 3 4 5 6 7 87 गाइस टोटल सेरी चाहिँ 87 है। अनि यो खडा हो। अब यो खाँदैछु म डर लागि हिँडेको जस्तो छ। अझ चाहिँ गाइसहरू हाम्रो चाहिँ यस्तो पनि हुन्छ यी रोडतिर यस्तो पनि फल्छ। ए टमाटरको कुरा चाहियो हाम्रो चाहिँ कर्थोकमा चाहिँ यसरी फलेको छ। ए कस्तो दामी दिएको नि। ए टमाटर दामी वाउ। इस तोरेर लैजाउँ होइन मिल्छ होला नि। ल है त गाइसहरू हामीहरू चाहिँ दुखियाली घर पुगेर पनि फर्किसक्यौँ है। अनि यहाँ पछाडि चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुन्छ। म ब्याक क्यामेरा गरेर देखाउँछु। अब माथि हाम्रो गाउँबाट हो भने चाहिँ दरमदिन चाहिँ मुनि देख्छ, यहाँदेखि चाहिँ माथि देख्दो रहेछ फेरि हो। अन्त दुखियाली घरमा त गएर भिडियो बनाउनु त मिलेन। अनि यहाँ पछाडि चाहिँ काबियाले चाहिँ के पो भन्दै थियो, बिरालो मुक्काले हिँड्नु पऱ्यो भने कस्तो हुन्छ होला भन्दैछ हो। प्यारी काकी चाहिँ सुई 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 हिँड्दैछ। उहाँ त 2-3 ठाउँ के हो यो भैँसी सिङ्गे जोला गिरौला यहाँ ड्याम्मै। लु यहाँ चाहिँ के को चाहिँ कमी छ होला यहाँ करेलाहरू छ रहेछ हो साथीहरू। अनि तपाईँहरूलाई दरमदिन चाहिँ म यहाँबाट देखाउँ भनेको ए हेर्नु सक्नुहुन्छ। दरमदिन चाहिँ यो साइडमा देख्दै गरेको दरमदिन उकालो अझै, तर दुखियाले घरदेखि त पुरै उकालो हिँड्नु पर्दो रहेछ। हाई ह्याट गर अब साह्रो पर्दोरहेछ त्यही माथि अलिअलि यस्तो खाएर उकालो हिँडेको त। बिहा 7 बजी मात्रै पुऱ्याउने काकीलाई चाहिँ। कतिवटा अब हाम्रो मान्छे एकदम हिँडाइ मचिँदैछ। अनि बाटो तपाईँले हेर्नु सक्नुहुन्छ सुन्तला पनि फलिरहेछ। अनि भने चाहिँ भन्नै पर्दा चाहिँ मेरो क्यामेरा बहुत खराब है। सो
देखाउँदै जान्छु अलिअलि भिडियो। लो है त साथीहरू, अहिले भने चाहिँ हामीले चाहिँ फेरि पनि यहाँनिर सुन्तला चाहिँ अघि चाहिँ माथि चोरेको थियौँ। अहिले भने चाहिँ हामीले चाहिँ यहाँ माग्यौँ, बोजूलाई उता हुनुहुन्छ बोजू अन्त माग्यौँ। अब यहाँ काव्याले टिप्न आँटेको छ, पल्लोपट्टि चढ्नु पर्ने रहेछ हौ, कान्छीले टिप्नु आँटेको छ हो। यताबाट होइन त सुन्तला। अब घर पुग्नु चाहिँ अब कति घन्टा छ, आज चाहिँ दिन गएको दामी चाहिँ सुन्तला। गाइसहरू तपाईँहरूकोतिर कस्तो भइसकेको छ सुन्तला? हाम्रोतिर चाहिँ दामी भइसकेको छ। र अब चाहिँ हामी कलर रिल्स बनाउँदै हो, फोटोहरू खिच्दै जाँदैछौँ। अन्त कस्तो लाग्छ तपाईँहरूलाई मेरो डेली ब्लग र डेको ब्लगहरू उयसमा कम्प्लेन गर्दै भने फेरि यस्तो हुन्छु हो। कमेन्ट्समा बताउनुहोस् होला। र अब भने चाहिँ कन्टिन्यू भिडियो चाहिँ म युट्युबमा हाल्ने छु, सबैजनाले साथ सपोर्ट दिनुहोस् होला। अब फेसबुक चाहिँ भक्कै भयो भन्नु मिल्दैन हो, अन्त चाहिँ म अब चाहिँ कन्टिन्यू युट्युबमै काम गर्नेवाला छु, सो हेर्दै गर्नुहोस् होला। लु त साथीहरू, अब भने चाहिँ साथीहरू छुट्टिने हो। यता काकीहरू जानुहुन्छ टिम्बुरबुङ, पनि जान्छ टिम्बुरबुङ। बाई बाई अब चाहिँ हो। अन्त बाई 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 बाई। सो सबैजनालाई बाई बाई। र कस्तो लाग्यो हाम्रो भिडियोहरू है, कमेन्ट्स गर्दै गर्नु होला, साथ सपोर्ट गर्दै गर्नुहोस् होला। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।